झ्याप हुने ऊ लड्यो माछी हालत यस्तो हुन्छ क्या स्पेसल्ली मैले घर लाइन चाहिँ यो हो होइन एलजीको 9 केजीको होइन। हेलो साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो आजको भिडियोमा है। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आरामै छु। आज चाहिँ शुभ बिहानी सँगै म फेरि पनि तपाईको सामु नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ म बिहा जान लागो। यहाँ केको लागि जान लागो त भन्दाखेरि त्यो त अलि म देखाउँछु, तपाईहरुलाई देखाइसकेपछि थाहा हुन्छ हैन। यो चाहिँ घरको लागि पनि स्पेशल हो हैन, सबैको लागि। दाइले उहाँदेखि अब पठाएर म चाहिँ सामान लिएर आउने हो, त्यसको लागि म जान लागो। साथसाथै र मेरो यो कपाल दाढी पनि यो पनि मिलाउनु पर्छ हैन, हल्का हल्का यो पनि मिलाउँछु। र आफ्नो लागि पनि चाँडो पर्यो नि त, एउटा टोपी सोपी सक्सहरू किन्न छ। त्यही भएर म चाहिँ जानको लागि रेडी भइसकेँ हैन। अब कपडा यता रेडी भइसक्यो, उठेर बिस्तारै बिस्तारै केही मिलाएको छैन। अब पर्स अब बिलबुक स्कुटरको बिलबुक त छैन है। अब पर्समा पैसा सोइस छैन, कति छ कुनी हैन छ देखाउनु न हो। यति भइसकेपछि त हैन अब एटिएम हाल्नु बाँकी छ। अब एटिएम हालिसकेपछि चाहिँ मलाई पुग्यो हैन, मजा जान लाग्यो हैन। अब स्कुटरमा जाने हो, यता कपडाको भत्र गोल छ फेरि है। छ्या 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 छ्या। अब त्यही हो, अब मजा जान लाग्यो। रेडी भइसक्यो, अब ज्याकेट लगाउँछु अनि जुत्ता लगाउँछु, त्यसपछि टाप हान्दिने स्कुटरमा। अब गइसकेपछि बिजुलीको बिल पनि तिर्नु छ आज हैन, 3 महिना पछिको हैन। अब धेरै काम छ आज मेरो, लेट्स सी म तपाईलाई देखाउने छु। अब चाहिँ म घरदेखि हिँड्न लागेको। अब घरदेखि हिँड्दा चाहिँ अब बाटोमा कोही साथी चलाउन पायो भने चाहिँ पछाडि बसेर भिडियो बनाउँदै जान्छु, र पाइन भने एकैचोटि उहाँ पुरा म तपाईहरुलाई देखाउने छु। ओके लेट्स सी। म बुवालाई छुन्न नसकेर बाटैसम्म म निस्केको 1 घण्टा भयो है। 1 घण्टा भइसक्यो, मतलबै छैन छोराको त। बुवा आज कता नि एक दिन चितवन जानु भएको, गाडीमा पुर्याउन गएर राम 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 दिन त। अब यहाँ मलाई बिल र हजुरको एटिएम अनि 1200 पैसा चाहियो। अन्त पैसा बोकेर जानुभयो बुवाले खानु। फाइनली म चाहिँ बिहार बजार आइपुगेँ है। यस्तो ठिरो छ नि यार। हामी चाहिँ यहाँ एउटा होटलमा बसेर अब हात सेकाउँदै, बिजुली अफिस चाहिँ नखुल्ने रहेछ, यहाँ बन्द छ। त्यतिन जेल अब यहाँ चिया खाएर टक्क बसेर त्यसपछि पहिला पावर हाउस जाने त होला नि, कपाल सपाल काट्नु हो कि आएर काटौँला। पावर हाउस गएर आएर कपाल सपाल काट्नु छ। के हो 4 भएछ त यहाँ। यहाँ केही थाहा पाएन कि मेरो हात चाहिँ त यसरी बनाउनु भन्दा हैन, भिडियो बनाउन ल्यापटप छ नि, ल्यापटप छ, त्यो अनि ल्यापटपमा हालेर अरू सामानहरु आउँदैछ कि एडिट गर्न के साउन्ड फाइनली चिया चिसो चिसो मौसमलाई तातो बनाउ कि हेत्तेरी झ्याप हुने हो बिहानैदेखि। खुल्यो कलर बिजुलीको बिल तिर्न। तिम्रो लागि अझै बिजुलीको बिल तिर्दिने हो अनि चल्दिने हो। त्यसपछि सिधै पावर हाउस खुट्टा खान। बिलको पैसा 75 875 यो मेरो एक्लैको 1251। छोड्ने कुरो भन्नु फाइनली साथीहरु अब म चाहिँ हिमालदेखि पावर हाउसतिरको तर्फतिर लाग्दैछु। टक्क पाराले सरररररर चिसो यति छ कि हैन,
चिसो बढेर यहाँ अहिले मलाई सपिङ गरिसकेँ एउटा सक्स 2टा टोपी मास्क पनि हो यी मुखै लगाएको छु यार रुगा लाएर यार खत्तम भइसक्यो त्यही भएर अब जान त परेगा त्यही भएर हामी चाहिँ चल्दैको अपावरसतिर भर्खर विवाददेखिको यात्रा सुरु हुँदैछ हाम्रो अब यहाँदेखि चाहिँ हामीले विवादलाई बाई बाई गर्छौँ अब एकछिनमा टोपी पनि खतरा किन्यो कि मैले चेन्जी पुरा बिर्सेको यार देखाउनै बिर्सेको यार थेरिका मामा घर हाम्रो मामा घर हो यो यो विवाद के विवाहले प्रचार प्रसार गरेको पुल यही हो यार कति वर्ष पुरानो होइन त नि यो झलुङ्गे पुल विवादको पोखरा टु बराबन्दी चल्देको ल मात्रै त भएन खुलाउन पर्यो छैन त रित्तै छ त यार पुरै कपडा सपडा लगायो पुरै यस्तो गर्दा पनि रुगाले यस्तो हाल्यो नि कसम मास्क लगाएको साउन्ड क्लियरली आएन होला त्यही पनि कतिको जान्छ अलिकति नभरिने रहेछ यार हो कि अलिकति हो कि नभरिने फाइनल्ली पेट्रोल सेट्रोल हालेर हामी चाहिँ चल्दैको अब पावर हाउसतर्फ यहाँबाट चाहिँ यस्तो बवाल भ्यू देखिने रहेछ कि होइन बवालै देखिन्छ क्या भ्यू चाहिँ सोल्टीले देखाएको होला मैले देखेकै होइन चिसोले यस्तो भयो नाकभित्रबाट त सिगारेट चुइराख्यो मास्क पुरै पेट्रोल पेट्रोल बाटो यता बन्दै रहेछ यतातिरको अलिक क्लियर नभएर रहेछ वान साइडेड यता उस हाल्दै रहेछ यार कालो पत्र हालेर रहेछ यार के हो यो कालो पत्र हालेको है यस्तो पनि कुरा त यार त्यो झट्टेल त यार के बोले भाइ अब के बोले हालत यस्तो हुन्छ क्या भन्थेँ नि मैले मर्यो धन्नैले ठाउँको ठाउँ एक्सिडेन्ट भयो यार त्यही भएर म भन्छु एकदम बाटो हेरेर राम्रोसँग बाटो चलाउनु होला होइन आफ्नो ज्यानको सुरक्षा आफै गर्नु होला यो त यस्तो यस्तोमा कुदाउने हो त नि यार आइपुग्यो हामी डेस्टिनेसन हो कि के हो डेस्टिनेसनमा चतर चतर पाराले एउटा पुरानो स्कुल युनिभर्सल भन्ने स्कुल देखेर मलाई पुरानो कुराको याद आयो तर मेरो साथीहरू चाहिँ खासै हेर्दैन होला भिडियो नत्र भने त पुरानो याद खत्रै लडाइँको मैले सम्झेको थिएँ कलेज पढ्दाखेरिको तिम्रो लागि ल अब हामी चाहिँ चल्दिएको ल खानासाना खाइयो आइयो आफ्नो के काम थियो काम सुल्टाइयो अब चाहिँ चल्दिएको कता निस्किने यता निस्किने के यता
हुन्छ ल हिमाल चाहिँ खतरा देखेछ घुमाउँछौ कि बसौँ घुमाऊ घुमाऊ चल्देको ल हामी डाइरेक्ट दुईवटा त होला नि दुईवटा गरेर ल साथीहरू म चाहिँ दुईवटा आएर लाएर खा जानु लाग्यो चिल्ली मोमो चिल्ली मोमो गुलियो हुनु पनि थाहा चर्को भइरहेको गहर खाना खाएको खासै धेरै खान सकिन्न त्यही भएर दुईजनाले प्लेट त सकिन्छ होला नि भनेर मगाएको फाइनल्ली म चाहिँ अब कपाल काट्ने ठाउँमा आइसकेँ होइन अब यो दारी र कपाललाई चाहिँ सबै मिलाएर ब्लु लुक्स लेट्स सी अब न्यू लुक्सको लागि त सकियो ल फाइनली साथीहरू म चाहिँ तपाईँहरूलाई सरप्राइजको कुराहरू गर्दै थिएँ बिहान हिँड्ने बेलामा चाहिँ होइन म चाहिँ अहिले पोखरा लेखनाथ पावर हाउसमा आइसकेको छु होइन अब यहाँदेखि चाहिँ मेरो स्पेसल्ली सरप्राइज भन्ने कुरो चाहिँ अब वासिङ मेसिन थियो होइन त्यसको लागि चाहिँ मैले एकदम उपयुक्त ठाउँ भेट्टाइसकेको छु होइन अब म चाहिँ यहाँ अब के कस्तो हुन्छ होइन अब डिलसिल गरेर चाहिँ डिलसिल उस गरेर टक्क लानको लागि रेडी भइसक्यो आज चाहिँ लादिनँ आज नलगे पनि अब लगभग 1-2 दिनपछि चाहिँ घरमा पुग्छ अहिले हालसालै पुग्दैन त्यसको लागि चाहिँ मैले यहाँ अब यहाँदेखि चाहिँ टक्क यो वासिङ मेसिनहरू चाहिँ छानिसकेको छु होइन मैले स्पेसल्ली मैले घर लाइन चाहिँ यो हो होइन एलजीको 9 केजीको होइन अब यसको लागि चाहिँ मैले अब यहाँ बिल सिल काटेर पे गरेर जानुपर्ने हुन्छ अब यो चाहिँ घरमा टक्क भोलि पर्सिसम्म चाहिँ यो घरमा पुग्छ होइन अब यसको चाहिँ अब के कति यताउति चाहिँ होइन अब डिटेलली मलाई पनि थाहा छैन नि त अब मैले चाहिँ अब यहाँ सरदेखि चाहिँ के को यो यसको होइन नि हाम्रो चाहिँ यहाँ अब बिल बनाउने कार्यक्रम चल्दैछ होइन यसको वारेन्टी कार्ड रेडी भयो यो फाइनल्ली हाम्रो घर चाहिँ जाने नै भयो होइन यसले डिसिजन लिइसक्यो नलिए नि मैले ओके गरिसकेँ अब बिल काट्ने कार्यक्रम चल्दैछ त्यसपछि चाहिँ पे गरेर म चाहिँ जाने होला छु बिल काटेको चाहिँ देखाउनु मिल्दैन रहेछ नमिलेपछि देखाउने कुरो पनि भएन त्यही हो आजको मेरो काम पनि यही हो अब थोरै काम छ त्यो सकाएर चाहिँ अब टाप घरतिर के गरेर पावर हाउसदेखि अब दुईवटातिर तर्फतिर चल्दैछु होइन अब मेरो काम चाहिँ यति नै थियो होइन अब यो चाहिँ आज घर नपुग्नु भयो अब त्यही भएर अब डिलोके भयो पेसै गरियो अब घरतिर लाग्यो अब एकैचोटि अब घरतिर गइसकेपछि यो चाहिँ हाम्रो ठाउँदेखि देखिने भ्यू है साथीहरू लाएर माछा पुछ्रीमा यही हो कि हेर्ने हामीले त्यस्तै माछा पुछ्री काखा बसेर त्यही भएर हामी यो जस्तै गोरो छौँ फाइनल्ली साथीहरू म आज काम सकाएर घर आइसकेँ होइन मेरो अब त्यो चाहिँ अब
यो चाहिँ आज आइपुग्दैन, यो चाहिँ पर्सि आइपुग्छ होइन। अब अरू चाहिँ यता कोसेली लिएर आइदिएको थिएँ मैले कोहीलाई यस्तो धेरै गाजर साजर। यही हो आजको दिन। यति झन्झट तरिकाले गयो कि खाजासाजा खाने केही चाहिएन, त्यही पनि भोकै भयो नि घर आइयो। तपाईँलाई आजको भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त। ओके, लभ यु अल। अब नेक्स्ट भिडियो भेटौँ ल।